हेलो दर्शन नमस्ते मेरो सम्पूर्ण साथीहरूलाई दर्शन नमस्ते भन्दै आज मैले एउटा सर्ट भिडियो लिएर आएको छु है त। आज चाहिँ एभोकाडो नर्सरीको बारेमा हैन, एभोकाडो ग्राफ्टिङ कसरी गर्ने हैन, कलमी कसरी गर्ने भन्ने बारेमा, कसरी रोप्ने र कसरी ग्राफ्टिङ गर्ने भनेर एउटा छोटो भिडियो बनाएको छु। हेरिदिनु होला। यो चाहिँ एभोकाडोको बिउ हो हैन। यसलाई चाहिँ अब हामीले रोप्छौँ, रोपेर यसलाई यो उम्रिसकेपछि यसलाई हामी ग्राफ्टिङ गर्छौँ। यो चाहिँ सबै बीज हो, यो चाहिँ बिउ हो है, एभोकाडोको दाना भित्रको दाना हो। यसलाई चाहिँ हामी यसरी बाहिर ल्याएर अनि पानीमा यो चाहिँ यसमा चाहिँ पानी, यो चाहिँ अक्सिजन वाटर भन्छन्, अक्सिजन हालेको हुन्छ यसमा हैन, मिक्स गरेको हुन्छ। अनि यसलाई 10 मिनेट जति भिजाउने। त्यसरी भिजाइसकेपछि अनि प्लगहरुमा यसरी रोप्ने कुरो हुन्छ हैन। यसरी यो एभोकाडोलाई चाहिँ माथिबाट टुप्पो चाहिँ काट्नुपर्छ। काट्दाखेरि चाहिँ यो उम्रिनलाई सजिलो हुन्छ, छिटो हुन्छ। त्यो छिटो मतलब अब निस्कनलाई, भित्रबाट बिउ निस्कनलाई, टुसा निस्कनलाई सजिलो हुन्छ। सो त्यही भएर माथिबाट काट्नुपर्छ यसलाई। अनि काटिसकेपछि यसरी यसलाई प्लगमा यसरी रोप्ने। यसरी रोपिसकेपछि राख्ने हो। यसरी पुरै यो गाडीमा, यो फलामको यसमा गाडीमा राख्ने। राखेर अनि भित्र तातोमा राख्नुपर्छ यसलाई चाहिँ। अनि छिटो उम्रिन्छ। यसरी बनाइसकेपछि यसरी तल माथि राखिसकेपछि चाहिँ यो चाहिँ हट रुम हैन, यहाँ चाहिँ अब टेम्परेचर अलिक हाई गरेर तातोमा राख्नुपर्ने हुन्छ। यहाँ चाहिँ अब तातो हुन्छ यो भित्र चाहिँ। अनि यसरी राखेपछि चाहिँ यो छिटो उम्रिन्छ। यसलाई चाहिँ 10-15 दिन यसरी भित्र राखेपछि, तातोमा राखेपछि यो उम्रिन्छन् यसरी। यो चाहिँ उम्रेर भित्र तातोमा राखेर उम्रिसकेपछि चाहिँ यसरी बाहिर ल्याएर राखिन्छ। यो पनि अब टनेल भित्रै हुन्छ हैन। यसलाई पनि अब छोप्नुपर्छ। यसलाई पनि तातै चाहिन्छ। तातो हुँदाखेरि चाहिँ छिटो उम्रिन्छ, छिटो बढ्छ, छिटो हुर्किन्छ। चिसो अहिले अब चिसो मौसम भएको कारणले यसलाई चाहिँ तातोमै राख्नुपर्ने हुन्छ। यहाँ बाहिर पनि चाहिँ भित्रबाट निकालेर, चेम्बरबाट निकालेर बाहिर राखेको। यो चाहिँ हामीले ग्राफ्टिङ गरिसकेको। यो सबै उम्रेर यत्रो यो टुसा आइरहेको। यो अहिले चाहिँ यत्रो पातहरू आइसकेको छ, हुर्किसक्यो। अब योभन्दा अलिक ठुल्ठुलो भइसकेपछि चाहिँ यसलाई ग्राफ्टिङ गर्नुपर्छ, कलमी गर्नुपर्छ। कलमी गर्नु बेला अलिक भएको छैन। यो भर्खर चेम्बर भित्रबाट पनि निकालेको, उम्रेर भित्रबाट भर्खर निकालेको यिनीहरू चाहिँ। हजुरहरूलाई अब ग्राफ्टिङ गर्ने पनि हैन देखाउने छु। यो चाहिँ अहिले मसिनै छन्। पहिले ग्राफ्टिङ गरेको छ। अब यो चाहिँ भनेको तपाईँको ग्राफ्टिङ गर्ने बेला भइसकेको हो। यो चाहिँ हाम्रो बिउ खोजेर ल्याएर हाँगा अब उम्रिन लागेको हाँगाहरू जङ्गलमा गएर खोजेर ल्याएर यसलाई चाहिँ ग्राफ्टिङ गरिन्छ। यो चाहिँ हामी जङ्गल गयौँ यसको हाँगा खोज्नलाई। त्यसलाई ग्राफ्टिङ गर्नको लागि जङ्गल गएर हाँगा काट्नुपर्छ। टुसा आउने खालको हाँगाहरू खोजेर ल्याएर यता जङ्गलतिर अब यो एभोकाडो फिल्ड हुन्छ। अब यो एभोकाडोको जङ्गल जाने, जङ्गल अब जोड्न मिल्ने हैन। यो चाहिँ एभोकाडो फिल्ड अब पुरै एभोकाडोको उम्रिने खालको हाँगाहरू काटेर अनि यसरी लगेर गएर अहिले अब यो सिजन गर्नुपर्छ, फुल्ने सिजन हो। कलमी गर्नु बिउ त पाइँदैन हैन। हामी चाहिँ हाँगा काट्नलाई फुल लागिसक्यो जङ्गलतिर अहिले, तर पनि हामी खोज्दैछौँ। यस्तो खोजेर बिउ लगेर ग्राफ्टिङ यसरी। यो जस्तै अब यो चाहिँ अब बिउ टुसा लगेर ग्राफ्टिङ गर्नुहुन्छ। हाँगाहरू उमार्ने लागेकोहरू यो चाहिँ झोला बोक्यो हामीले काटेर जोड्ने कुरा हुन्छ। कैँची बोक्यो हिँडो
यसरी झोला बोको कैँची बोको अनि जङ्गल खोज्दै हिँड्यो। यो चाहिँ हामीले काटिसकेको है त। स्विट वालेटकोबाट आएको छ। खोजिसकेछौँ। सबै साथीहरू अहिले खोजेर यहाँ ल्याएर रेडी भयो होइन। यो चाहिँ अलिअलि अब रकहरू पहिले टिपिसकेको रहेछ र पनि अलिअलि छोडेकोहरू एभोकाडो है त। अनि त्यसलाई ल्याइसकेपछि यो चाहिँ यसमा नि अक्सिजन वाटर हुन्छ, अक्सिजन मिक्स गरेको हुन्छ। त्यहाँ 10 मिनट जति भिजाएर ल्याएर अनि फ्रिजमा राख्ने। यसरी फ्रिजमा राख्ने किनभने चिसो फ्रिजमा राखेर पनि छिटै ओइलिन्छ। अब एकैचोटि गरेर त एकै दिनमा सकिँदैन। यो यति बिउलाई अब 3-4 दिन लाग्छ 3-4 जना मान्छेलाई। अनि त्यो अघि उता राखेको बिउलाई त्यो उम्रिसकेको बिउलाई चाहिँ यहाँ ल्याएर यसरी काट्ने। यसरी काटिसकेपछि अनि त्यसमा अघि ल्याएको हाँगा हामीले जोड्छौँ। यो जोडिसकेकोहरू तल राखेको छ हामीले। यो चाहिँ ग्राफ्टिङ गरिसकेको हो। ग्राफ्टिङ कसरी गर्ने त्यो पनि म हजुरहरूलाई देखाउँछु। यो चाहिँ हामीले पहिले गरिसकेको है त। म यसलाई काटेर देखाउँछु है त कसरी गर्ने भन्ने। यसलाई यतिमा काट्ने। सकेर यसलाई चाहिँ त्यहाँ अक्सिजन वाटर छ, अक्सिजन वाटर हाल्नुपर्ने हुन्छ किनभने त्यसले किटाणुहरूमा केमिकल हुन्छ यसमा किटाणुहरू मार्ने उयो लिक्विड हो यो चाहिँ। त्यसलाई बिचमा छिर्ने हो यसरी। अनि यो बिउ चाहिँ त्यहाँ जोडिदिने है त। यसरी काट्ने। धेरै पातला पनि बनाउनु हुन्न, ठिक्कको बनाउनुपर्छ। धेरै पातला भयो भने नि सुकिहाल्छ। मोटो मोटो हल्का मोटो मोटै राख्नुपर्छ। यसलाई बिचमा चिर्ने। यसरी बिचमा चिरेर त्यहाँनिर ठ्याक्क भित्र हाल्ने। त्यो तासेको भाग चाहिँ भित्र डुब्नु पर्यो। तासेको भाग बाहिर देखिनु हुँदैन किनभने पानी सुक्छ फेरि। अनि यो चाहिँ टेप त्यहाँ चाहिँ हावा जानु भएन। यो टेप चाहिँ तन्किन्छ, तनक्कै तन्काएर हावा नछिर्ने गरेर पुरै यसलाई चाहिँ बेर्दिने। हावा पस्नु भएन। यसरी बेरेर रेडी भयो। हावा पस्नु भएन। त्यहाँ जहाँ हामीले काटेको चिरेको ठाउँ जोडेको ठाउँ छ त्यहाँ हावा पस्नु दिनु हुँदैन। यो जोडिसक्यो। अब यो त्यो माथि जोडेकोबाट उम्रिन्छ यो। म त्यो पनि देखाउँछु हजुरलाई। यो सबै भ्याक्सिन गरिसकेको। फेरि ग्राफ्टिङ गरिसकेकोलाई चाहिँ बाहिर लगेर फेरि राख्यो। त्यही कलरहरू चाहिँ वाममा पारेर छिटो उम्रिन्छ। सो वाममै लगेर राख्नुपर्ने हुन्छ यसलाई चाहिँ। सबैलाई यो प्लास्टिकभित्र पनि सबै यस्तै छन्। त्यहाँ चाहिँ बिरुवाहरू छन् उम्रिसकेको। यसरी राख्ने यिनीहरूलाई। अनि यो जहाँ यहाँ हामीले राखिसकेको छ यो भित्र अहिले त्यो राखिसकेको छ हामीले। अब यो वाममै राख्ने हो यो भित्र तातो बनाएर। अनि जब यहाँबाट उम्रिसकेपछि फेरि यसलाई बाहिर फिल्डमा लाने। बाहिर फिल्डमा मतलब यसरी माथि बेम्बो गाड्ने, बाँस गाड्ने बेम्बो गाडेर टेप लाउनुपर्छ। टेप हान्नुपर्छ किनकि त्यो सिधा जानको लागि यताउता लड्छ। कुन भेराइटी हो र? बेम्बो गाड्दै टेप लाउने। यो तलको आस्था माथिको चाहिँ धेरै खालको भेराइटी छ। यो जुन टेप छ त्यो टेपले
लिस्ट आउँछ तल माथि मात्र भेराइटी कुन भेराइटी यो तल टेपले जनाएको छ होइन मुनि अब पिङ्क कलरको छ माथि किनभने तल अर्कै भेराइटीको हुन्छ यो अर्कैमा यो जोडेको हुन्छ अनि माथिको भाग अलगै हुन्छ इन्टरकास्ट इन्टरकास्ट अब गाडा पिङ्क कलरको छ भने माथि रेड कलर येल्लो कलरको हुन्छ तल पिङ्क माथि वाइट रहेछ यसको चाहिँ यो अर्कै भेराइटी हो मुनिको यहाँ जोडेको कलमिङ ग्राफ्टिङ गरेको मुनिको अलगै हो र माथिको अलगै त्यहाँ जोडेको भाग यो जोडेको भाग माथिको अलगै हो तलको अलगै छ यसलाई चाहिँ ग्राफ्टिङ भन्छ होइन यो चाहिँ छिट्टै उम्रिन्छ छिट्टै फल लाग्छ यसमा चाहिँ यो ग्राफ्टिङ गरेको छ त्यो पछाडि हामीले ल्याएर यसरी लाइनमा राख्ने यसरी टेबल बनाएर राख्ने यो पनि उयो भित्र हुन्छ के अरे टनलभित्रै हुन्छ होइन माथि प्लास्टिकको पुरै छाना लगाएको छ जब यहाँबाट अनि यहाँ दबाई पानी मल सबै यहाँबाट पानीकै माध्यमबाट दिन्छ पाइपबाटै अनि जब यहाँबाट हुर्केर यो ठुल्ठुलो हुन्छ जब यत्रो हुन्छ अब यो चाहिँ अब जाने बेला भइसकेको बिरुवा यो चाहिँ सेल हुने बेला भइसकेको यो फुल पनि फुल्न थालिसक्यो यत्रोमै फुल फुल्छ र यो फुल नचुडाउनु भने यो फुल यहीँ फल्छ पनि सो यो फुल पनि हामीले भाँच्नुपर्ने हुन्छ र हाम्रो यो बिरुवा चाहिँ हाम्रो यहाँ अहिले पोर्चुगलबाट चाहिँ इटली जान्छ इटलीबाट अर्डर गरेको हुन्छ धेरै जसो सबै इटली जाने बिरुवाहरू यिनीहरू यो चाहिँ मसिनो हो भर्खर सारेको भर्खर ल्याएको सो यो अल्कोहलको ठुल्ठुलोहरू चाहिँ जाने बेला सेल गर्ने बेला भइसकेको यो सबै बिरुवाहरू इटली जान्छन् सबै फुलिसकेको छ अब यो फुल पनि पुरै भाँच्नुपर्छ हस् त धन्यवाद थ्याङ्क यू सो मच फर वाचिङ